यहाँ हेर्नु त हिरोइन। अब यहाँ भित्रदेखि चाहिँ फोनहरू अलाउड गर्दैन, फोटो सोटो खिच्नु दिँदैन, भिडियोहरू बनाउनु दिँदैन। दादाको पर्खाइमा सबैजना यहाँ बसिराख्नु भएको छ। दादा अहिलेसम्म आउनु भएको छैन। सो हेलो गाइज, वेलकम टु माई ब्लग। अनि आज हामीहरू जाँदैछ बङ्गला साहेब घुम्नुलाई पुरै फ्यामिलीको साथ। आज सन्डे हो त सबैजनाको छुट्टी छ। आज घुमघाम गर्ने हो। जबदेखि आएको छ तबदेखि फ्यामिलीसँग घुमेको छैन, जबदेखि दिल्ली आएको छु। अब आज सबैजनाको छुट्टी छ त गएर बङ्गला साहेब घुम्ने हो। अनि त्यसपछि हेरौँ ल। अब अहिले चाहिँ रेडी पनि भएको छैन, गएर नुहाइ गरौँ, त्यसपछि यहाँबाट चाहिँ निस्क्यौँ। ओके ल गाइज, रेडी भइसकेको छ हामीहरू जानुको लागि। यहाँ अहिले पनि अलिअलि मेकअप लिटल बिट चलिरहेको छ। यता हिरो 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 यहाँ पापा पनि रेडी भइसक्नु भएको छ, दादा पनि रेडी भइसक्नु भएको छ। लेट्स सी अब यहाँबाट निस्किने हो अनि त्यसपछि सिधै बङ्गला साहेबको लागि निस्किने हो। ड्रेसअप ल गाइज, बाई बाई। ल गाइज, रेडी भएर बाहिर आइसकेको छ हामीहरू जानुको लागि। यहाँ सबैजना परिवारको मान्छेहरू सबैजना। ल अब चाहिँ जाउँ। यहाँ हेर्नु त हिरोइन। ल अब चाहिँ जाउँ यहाँबाट। ल गाइज, उबर अटो बुक गरेको थियो, उबर अटो आइसक्यो। उबर अटोमा बसिसकेको छ हामीहरू। अनि पापाहरू चाहिँ अर्को अटोमा हुनुहुन्छ। यहाँ चाहिँ म, वाइफ अनि बहिनी अनि बाबु, हामीहरू चारजना एउटा अटोमा। अनि पापा मम्मी अनि दादा चाहिँ अर्को अटोमा हुनुहुन्छ। अब सबैजना वहीँ गएर भेट्ने हो बङ्गला साहेबमै। ल ल बङ्गला साहेब आइसकेको छ हामीहरू सबैजना। अब जाँदै हो भित्रतिर। वाहेगुरु वाहेगुरु वाहेगुरु। ल बाबु त हिरो पनि सकेको छ। फोन 50 रुपियाँ दिइदेऊ न। हाम्रो बाबु हिरो पनि सक्नु भएको छ। यहाँ चाहिँ तपाईँको रुमाल या केही न केही त बाँध्नै पर्छ। यो चाहिँ गुरुद्वारा त पुरै पन्जाबी जस्तै लागिरहेको छ त। सूर्यास्त पन्जाबी मस्त मस्त। अब यहाँ भित्रदेखि चाहिँ फोनहरू अलाउड गर्दैन, फोटो सोटो खिच्नु दिँदैन, भिडियोहरू बनाउनु दिँदैन। फेरि पनि हामीहरू तपाईँहरूको लागि भिडियोहरू बनाउनेछ लुकिलुकिकन। ल अब चाहिँ जुत्ताहरू खोलेर जुत्ताहरू जम्मा गरौँ, सबमिट गरौँ, त्यसपछि अगाडि देखाउँला। यहाँ चाहिँ तपाईँको एन्ट्रेन्स छ। यो एन्ट्रेन्स छ। यहाँ मतलब सिडीबाट उताबाट आएर यहाँ एन्ट्रेन्स। अनि यहाँ चाहिँ तपाईँको प्रसादहरू मिल्छ। यहाँ प्रसादहरू पर्चेस गर्नुपर्छ। अब प्रसादहरू लिएर अब भित्र जाने हो। Till I get up, time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us, and love is all we'll ever trust. Yeah. गाइस, बङ्गला साहेब भित्र हामी घुमिसकेको छौँ। भित्र फोटो खिच्नु देख्थेन त यहाँ फोटोहरू खिचाउनु हुँदैछ। अनि हामीले भण्डारा पनि खायो, लङ्गरमा पनि मतलब गएर लङ्गर पनि खायो। काफी राम्रो मतलब एक्सपिरियन्स थियो यहाँको पनि, धेरै राम्रो लाग्यो घुमेर। अब टाइम अगर अहिले मिल्यो भने 4 बजिसकेको छ, अगर टाइम मिल्यो भने अरू पनि कुनै ठाउँ जाउँला, एक्सप्लोर गरौँला। टाइम नपायो भने अदरवाइज हाम्रो मतलब फेरि त्यसपछि घरै जानुपर्छ। अरे कहना क्या चाहते हो? ल यहाँबाट चाहिँ अब निस्क्यौँ। ल बाँदरलाई हेर्नु पछाडि।
ल अहिले चाहिँ हामीहरू मेट्रो स्टेसन आएको छ राजीव चौकको। यहाँदेखि अब कुन ठाउँ जाने रे? गोविन्दपुरी जाँदै हो दादाको त्यहाँ। यहाँ बाबुलाई पुरै निन्द्रा आइरहेको छ, लट्ठु भइसकेको छ। ये टप्याक। अनि उहाँ दादा टोकन लिइराख्नु भएको छ मेट्रोको लागि। अनि त्यसपछि मेट्रोमा अब जाने हो गोविन्दपुरी। आज खाना हाम्रो साजन दादाको त्यहीँ नै छ। पुरै थाकिसकेको छ गाइज, घुम्दा 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 पुरै थाकिसकेको छ। ल अब यहाँबाट चाहिँ जाउँ। फाइनली हामीहरू गोविन्दपुरी आइसकेको छ। यहाँ थाकिसकेको छ हाम्रो म्याडमजी पनि, त्यहाँ बाबु सरदारजी। अब दादा आउनु हुँदैछ, साजन दादा लिनु बाबुलाई र बाबुको मम्मीलाई। बाबु पनि थाकिसकेको छ, हे गर्दैछ। ल ठिक छ। दादाको पर्खाइमा सबैजना यहाँ बसिराख्नु भएको छ। दादा अहिलेसम्म आउनु भएको छैन। कहाँ बस्नु हो दादा? बाबु यहाँ थाकिसकेको छ। तिमीलाई निन्द्रा आइरहेको छ बाबु? भन। ल अब कतिखेर आउनुहुन्छ दादा? दादा आएपछि त जाने हो। घर त हामीले देखेको छैन न, हाम्रो दादा पनि पहिले कहिले आउनु भएको छ, कसैले देखेकै छैन घर। अब यहीँ बस्ने हो, यहीँ वेट गर्ने हो। दादा आइसक्नु भएको छ, साजन दादा। हामीहरू यहाँ ई रिक्सामा बसेको छौँ। बाबुलाई निन्द्रा आइरहेको छ। अब दादा अगाडि अगाडि हेर्नुहुन्छ, हामीहरू पछाडि पछाडि, किनकि बाटो थाहा छैन। अब हेरौँ के छ के छैन यहाँ। ल जाउँ अब यहाँबाट चाहिँ, यहाँबाट जाउँ। ल गाइस फाइनली दाइको यहाँ आइसकेको छ। दाइ नमस्ते। दिदी नमस्ते। नमस्ते। ल यो भिडियोलाई यहीँ खतम गरौँ। मन परेमा लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गरिदिनु होला च्यानललाई। ओके बाई।